गुड इभिनिङ साथीहरू। आज म यहाँनिर आएको छु। हाम्रै गाउँभित्र नयाँ घरको ओपनिङ थियो। अहिलेसम्म म यहीँ छु र दिनभरि मैले भिडियो बनाउनु पाइनँ। अहिले भर्खर अलिकति मौका पर्दा सानो भिडियो बनाउँछु भनेर चाहिँ सोचेँ र घरको मेन रुम चाहिँ यहाँ यस घरको नयाँ घरको यो चाहिँ हो हाम्रो च्यापल छ। यो चाहिँ हो तपाईहरुको ब्युटिफुल एकदमै राम्रो च्यापल। कति ब्युटिफुल छ हेर्नुस् न। घर बनाउँदाखेरि चाहिँ परमेश्वर प्रभुलाई चाहिँ एउटा स्थान दिनु कति ठुलो कुरो हो र है इम्पोर्टेन्ट छ। हरेकको घर बनाउँदाखेरि सानो रुम भए पनि एउटा प्रभुलाई दियो भने कति राम्रो हुन्छ। हेर्नुस् न, यो बत्तीको रिफ्लेक्ट सिधा क्रुसमा छ। मलाई साह्रै मन पर्यो। आज एकदमै राम्रो भयो। हेर्नुस्, यो समय इभिनिङको समय हो। चाहिँ मिसा गर्ने टेबल। हेर्नुस्, अन्धकार भएको छ। हेर्नुस्, यहाँबाट एकदमै राम्रो देखिन्छ। आज यहाँ चाहिँ मिसा भएको थियो। हजुरहरूलाई म यहाँको अब अँध्यारो भएको छ र पनि म हजुरहरूलाई एउटा दृश्य देखाउँछु। देख्दैन रहेछ। आहा, यो सडक छ। घर चाहिँ कति तले हो? 4 तले घर होला। यो घरको सानो पोर्सन यस्तो छ। कति ब्युटिफुल छ फ्रन्टबाट त। यो मुनिबाट एन्ट्रेन्स। गुड इभिनिङ भन्दै गुड नाइट पनि भन्छु हजुरहरूलाई।